हेलो नमस्ते गुड मर्निङ म चाहिँ अहिले अफिस आइसकेँ एन्ड आइम स्टार्टिङ माई ब्लग आज फ्रम द कार अहिले किन भन्दा आज चाहिँ साइडमा जाने प्लान छ मेरो अनि सिजन आयो होइन सिजन भर्खर आयो वेट गरेर आजको ब्लग चाहिँ इन्ट्रेस्टिङ बनाउने ट्राई गर्छु बहुतजनालाई होइन हामी आज बहुतजना भ्याउँछ होला बहुतजना भ्याउँछ होला है मेबी भ्याउँछ होला अहिले किनकि मर्निङ छ अलिक चिसै छ खासै मान्छे बाहिर निस्किया छैन जस्तो बहुतजना ट्राई गरेर आएको छु अनि साइड जानुपर्छ त्यही भएर चाँडै उठेको आज अनि किन भन्दा 10:30 बजे हस्पिटलमा पनि एउटा मिटिङ छ त्यो एटेन्ड गर्नको लागि खास मैले बिहानै साइड जान लाग्यो किनभने त्यहाँ मिटिङ पछि म भेट्न भ्याउँदैन कसैलाई जान भ्याउँदैन साइडमा त्यही भएर म अहिले बिहानै सुरु गरेको छु अलिकति के भन्छ अनफर्म्याट भन्छ अनकन्ट्रोलेबल फर्म्याटमा छु भनौँ न आज फर्मेटमा आज चाहिँ त्यही भएर मर्निङ नै म यताबाट के भन्छ गाडीबाट भ्लग गरिरहेको छु कि रस भएको थियो अरे उठेको ढिलो भयो आज किन 5:30 बजे उठ्ने प्लान थियो हाम्रो होइन तर 5:30 बजेको अलार्म राखेर उठेर फेरि सुत्दै भएछ अनि 6:30 त्यही भएको होइन 5:30 बजे अलार्म राखेँ उठेँ अनि 5:50 को अलार्म राखेँ अनि अफ गरेको एकछिनमा उठ्छु भनेर त ल कतिखेर 7 बजे चाहिँ चालै भयो मैले अलार्मै बजेन भनेर सोचिरहेको अझै पनि 6:30 बजिसकेर चाहिँ यस्तो हेर्दा त्यसै हरार गरेर सट्टा आयो त्यही भएर बिहान घरमा उठेर भ्लग गरेन सिधै गाडीमा सुर्केर यसो अब चाहिँ के भन्छ जान्छ हामी निस्किन्छौँ बौद्धको लागि सो विल सी यु देयर त बाई ब्याक अगेन बौद्ध घुमेर आइयो के ब्लग चाहिँ गर्न सकेन त्यहाँ सर्चहरू लिएको भएर अनि अहिले अलिकति ढिलो भएर अहिले रसमा छु अब म साइडमा गएर भेट्छु है त हजुरहरूलाई साइडमा अहिले कति हतारै छ भनौँ न आज सिजन आयो पानी पनि पऱ्यो है सिजन इन्ट्रेस्टिङ यु क्यान सी है पानी पऱ्यो यसमा देख्नु भएको छ ड्रप्स लेट्सहरू पानी पऱ्यो हाम्रो फर्स्ट रेन ड्रप अफ द अहिले त अब हाम्रो के भन्ने छैन अब हामी डाइरेक्ट धेरै ढिलो भयो है भिडियो खिच्दा धेरै ढिलो अब डाइरेक्ट हामी साइडमा भेटौँला है त बाई ब्याक अगेन है मैले साइडमा छु र साइडमा यस्तो अहिले अपडेट फ्लोटिङ प्यानल्सहरू भयो र यता डोर्सहरू भइरहेछ राम्ररी साइडमा आएर काम जति हुनुपर्ने त्यति अपडेट चाहिँ काम भएको छैन त्यही भएर अलिकति मलाई रिस उठिरहेछ साइड देखेर सिजन यहाँ छ ऊ काम नगरिकन फोटोजहरू नलिकन यो साइडको स्टुडियोको अपडेट्सहरू चाहिँ यस्तो छ कलर चाहिँ गरिसकेको छ सबैतिर तर कम्प्लेन चाहिँ फेरि अब हामीले गरेको होइन तर कलर सेलेक्ट गरेको चाहिँ हामीले होइन तैपनि यो सेलेक्टेड कलर रङ भयो भनेको हेरेर म हेर्न आएको अलिकति धेरै येलो छ है धेरै बटरस्कच कलर गएको चाहिँ यसमा सेलेक्सन रङ भएछ अब यसलाई के गरौँला हेरौँ के गर्न सकिन्छ मिलाउँछु म मिलाएर ट्राई गरिरहेको छु यसलाई यतापट्टि पनि सबै भइसक्यो अहिले सोध्यो त यता अफिसतिर पनि एभ्रिथिङ राम्रै भइसक्यो सबै कलर्सहरू त भइसक्यो टेबल्सहरू पनि छ किचनको अपडेट दिन्छु ल त म किचन चाहिँ यस्तो देखिरहेको छ के प्रोग्रेस त भएको छैन यहाँ 4 फाल्न त फाल्यो तर अझै पनि प्रपर भएको छैन झ्याल बनिसक्यो यस्तो फेक विन्डो र अलमोस्ट एभ्रिथिङ इज कभर अप द यहाँ चाहिँ साइक्लोनोमिक वलहरू पनि सक्यो साइक्लो वल भयो
अरू त केही पनि अपडेट छैन, अब सबै सफा हुन्छ। सफा गराउँदैछु म साइडमा। एसीहरू चाहिँ फिट भइसक्यो सबै है, तर अलिकति एसी बनाउने हाल्ने मान्छेहरूले चाहिँ अलिकति राम्ररी काम नगरिकन गएछ। अब हेर्नु न, तनाव छ सबै कुरा। फेरि अलिकति अप्ठ्यारो छ सबै कुरा। हेर्नु न, मलाई हेरेरै दिमाग खराब लाग्छ। फेरि एसीहरू यता पनि फिट गरेछ, त्यताको त फिटिङ ठिकै छ, योवाला फिटिङ चाहिँ ठिक भएन क्या। योवाला एसी चाहिँ फिटिङ गरेन, यत्रो ग्याप राखेर यति धेरै टल राखेको छ। फेरि यसै उठ्छ देखेर पनि। अब मलाई अर्को एउटा मिटिङ एटेन्ड गर्न जानु छ हस्पिटलमा, त्यही भएर अब इट्स 9:30 अलरेडी होइन। अब म निस्किन्छु होला, यहाँ सिधै हस्पिटलमा भेटौँ है त। के छ भन त तिम्रो कुरा? ए त्यसरी बिग्रिन्छ क्या क्यामेरा? क्यामेरामा चल्ने होइन, तिमी छुने भन्नु होइन। त्यो माइक अन गर न, त्यो माइकबाट, त्यो माइक मेरोमा त माइक छ क्या, ऊ त्यो माइकमा बोलेर। हेलो गाइस, वेलकम टु माय च्यानल, झिको च्यानल भने भन न। वेलकम। आज यो चाहिँ अर्को झिले अर्को भिडियो देख्यो होला, अनि तपाईँले हेरि पनि सक्यो होला। अब छोरी पढाइमा लेख्नु दिमाग खराब हुन्छ। हेलो गाइस, हामी त सक्ला होला। वेलकम टु माई च्यानल। यो चाहिँ मेरो झिको क्यामेरा हो, अनि यो चाहिँ यसको भित्र चाहिँ एउटा छ यहाँ होला, अनि यो निस्किनु सक्यो। अनि हामी चाहिँ सेकुवा खाना, अनि हामी चाहिँ एउटा रेस्टुरेन्टमा आएको छौँ। हामी पहिला पनि त्यहाँ आएको छौँ, तँलाई देखाउन हामी अहिले पनि यहाँ आएको छौँ। बाई। हेलो, वेलकम टु माई नेक्स्ट भिडियो। क्यामेरा अफ गरिदिनु, क्यामेरा अफ। खाजा पनि खाइयो, यताउति गरियो। सुप्रो भएको थियो आज अफिसमा, त्यही भएर खाजा खाइयो सुप्रोसँग गएर। रिगार्डिङ हस्पिटलमा के भयो भने त हस्पिटलमा ओपनिङको मिटिङ थियो। मिटिङहरू कभर अप गरेर सबै गर्दा त्यही इनर्जी ड्रेन भइसकेको थियो। त्यही मैले खाना खाएको थिएन, एकदम दिमाग खराब भएर बसिरहेको थिएँ म। अनि त्यसपछि त्यहाँबाट स्कुटर थियो हाम्रो यो क्याम्पेनको लागि, डोर टु डोर, त्यसको लागि स्कुटर आएको थियो टेस्ट राइड एथर कम्पनीको। त्यो हेऱ्यो, अनि त्यो कम्प्लिट गरेर अनि म चाहिँ मिटिङहरू सबै सकाएर अनि अफिस आएको थिएँ। अफिस आउँदा 2 बजिसकेको थियो। भोकले चुर भइसकेको थियो। केही खाजा पनि खाएको थिएन होइन, केही पनि गरेको थिएन। अनि भर्खर अराउन्ड 3 सुब्रो बाहिर खाजा खान गएको थियो। अनि खाजा खान ठाउँको त मैले खिचिनँ है, भोक लागेर त धेरै, त्यही भएर मैले केही गर्न सकिनँ। अलिअलि के सुब्रोको फुटेजहरू ल्याएको छु, त्यो चाहिँ हालौँला, तर अहिले केही गर्न सकिनँ। अनि आज डे पनि अलिकति ग्लुमी छ है, अल्छी लाग्दै। पानी परिरहेछ पुरै, कहिले पानी पर्छ कहिले घाम लाग्छ, जाडो पनि छ धेरै। सो अलिकति ग्लुमी डे भएको भएर निन्द्रा पनि लागिरहेछ, अल्छी लागिरहेछ। खाजा खाएर आएर होगिनँ के भइरहेछ, तर भइरहेको छैन। तर हेरौँ के हुन्छ अगाडि, लेट्स सी। आई एम ब्याक है। मैले चाहिँ घर पुगेँ, अनि घर त अघि नै पुगेको। अहिले चाहिँ टाइम भनेको 10:40, 11 बज्नु लागिसक्यो। घर त म आज चाँडै नै आएको, 6 बजे नै आएको। अनि 6 बजे आएर चाहिँ घरमा आएर कामसाम गरेँ, के भयो। त्यही भएर वर्क भ्युजहरू के पेन्डिङहरू थियो त्यो सबै कम्प्लिट गरेर अहिले बल्ल सकियो। 10:30 भयो। अनि ऱ्यापअप गर्नुपर्छ भने मैले बिर्सेको थिएँ, फेरि याद आएर क्यामेरा माथि नै मैले टाइम ल्याप्सको लागि क्यामेरा माथि राखेको थिएँ। त्यही भएर याद आएर ऱ्यापअप गर्नुपर्छ है भनेर सोचेर चाहिँ मैले
ऱ्यापअप गर्न लागेको छु र अब अरू भन्नुपर्दा त आज हाम्रो डे 10 टकिङ टु द क्यामेरा सेसन्स हो आई एम ट्राइङ टु कन्टिन्यू माई दिस जर्नी अफ भ्लगिङ होइन आई एम इम्प्रुभिङ जहिले पनि त्यही भन्छु म र खुसी छु आज पनि मैले यो टास्क कम्प्लिट गरेँ आज अलिक दिन त्यति साह्रो इन्ट्रेस्टिङ भएन पहिला बिहान चाहिँ इन्ट्रेस्टिङ हुँदै गएर चाहिँ तर दिउँसो आएर सबै फ्रस्ट्रेटिङ मोमेन्ट्सहरू भएर दिमाग खराब भइसकेको थियो दिउँसो चाहिँ अनि म भ्लग गरिदिनु भने सोचेँ तर जस्तो तस्तो मैले एनर्जी जुटाएर गरेँ एन्ड अब भन्दा धेरै कुरा छैन बोलेर पनि बोरै हुने हो हजुर सबैजना त्यही भएर आई वुड लाइक टु ऱ्याप अप दिस भिडियो आजको अहिले नै ढिलो पनि भइसक्यो धेरै ढिलो भइसक्यो है 10:30 भने 11 बज्नु आइसक्यो नि त आई होप कतिजना तपाईँहरू त सुति पनि सक्नुभयो 11 भइसक्यो अब भोलिको लागि चाहिँ आई हेभ नो प्लान्स अहिलेसम्म अफिसमै छ मेरो भोलि जस्तो सोचिरहेको छु अफिस वर्क नै धेरै छ अहिले क्युजहरू धेरै पेन्डिङ छ त्यो सकाउनु पर्ने छ मलाई र त्यो बाहेक अरू मैले केही काम देखिनँ अहिलेलाई भोलिलाई केही इन्ट्रेस्टिङ हुन्छ भने थाहा पनि तर आई विल कन्टिन्यू होइन दिस सेसन्स अनि भोलि म बिहान उठेर आई विल ट्राई टु रेकर्ड सम मर्निङ सेसन्स भनेर मैले जुन सोचेको थिएँ एउटा आई विल स्पिक टु यु रिगार्डिङ माई थट्स होइन केही आइडियाजहरूमा होइन केही प्रस्पेक्ट केही टपिकमा अनि इट माइट बी राइट इट माइट बी रङ तर त्यो चाहिँ मेरो प्रस्पेक्ट हुन्छ भनेर मैले सोचेको छु त्यही भएर त्यही छ माइन्डमा अहिले चाहिँ भोलिको लागि अरू त केही छैन भिडियोज इन्ट्रेस्टिङ त म बनाउन ट्राई गर्दै नै छु अझै आइडियाजहरू सिक्न छ अलि इम्प्लिमेन्ट गर्न अझै बाँकी छ तर ट्राई गर्दैछु होइन एडिटिङ पनि मलाई त्यति धेरै पहिला जस्तो गर्न अलिक क्षमता छैन त्यति धेरै अब चाहिँ भोलिको लागि केही छैन सो आजको दिन नै रमाइलो के भन्छ आजको दिन अलिकति ग्लुमी अलिकति के भन्छ रेनी डे भएको भएर अलिकति के भनौँ निन्द्रा लाग्ने दिन छ तर मलाई चाहिँ काम गरेर एकदम काम गर्दा गर्दा एनर्जेटिक भइरहेको छु म अहिले होइन मेरो माइन्डलाई काम गर्नुपर्छ भनेर म सोचिरहेको छु त्यही भएर अब एकछिन म के गर्छु हेरौँ तर म अब सुत्छु यो पछि चाहिँ एकछिन 10-15 मिनट्स केही गरौँ कामिङ एक्सर्साइज माइन्डलाई त्यसपछि म सुत्छु एन्ड I'll get back to you tomorrow. See you tomorrow. Bye bye. Day 10 completed. Bye.